यहाँ चाहिँ यो कम्बाइन फुटिङमा चाहिँ स्ट्र्याप बिम राखेर चाहिँ हाम्रो जुन चाहिँ इसेन्ट्रिक फुटिङ हुन्छ त्यसमा चाहिँ जाली बुनेको यो डन्डी चाहिँ जस्तो यो चाहिँ कम्बाइन फुटिङ भयो। कम्बाइन फुटिङमा चाहिँ जाली चाहिँ 12 mm को डन्डी छ भने चाहिँ यो स्ट्र्याप बिमको साइज चाहिँ 18 इन्चीको छ। यसमा जस्तो यो कुनामा दुईतिर चाहिँ इसेन्ट्रिसिटी फुटिङ पर्छ हैन। यो पिलर 20 को छ, 20 को 8 वटा डन्डी छ भने यो स्ट्र्याप बिममा चाहिँ 8 वटा 16 को डन्डी छ र एक्स्ट्रा दुईटा चाहिँ 12 को एक्स्ट्रा दुईटा बार छ। यो पनि कम्बाइन फुटिङ हो। यो 18 इन्चीको ढलान हुन्छ। अहिले चाहिँ नगरपालिकामा नक्सा पास गर्नको लागि यो डन्डी फुटिङको चाहिँ डिटेलली अनिवार्य रूपमा देखाउनु पर्छ। अहिले यो ढलान गर्नलाई चाहिँ फर्माको काम हुँदैछ। जस्तो यो चाहिँ आइसोलेटेड फुटिङ हो। तर यसमा आइसोलेटेड फुटिङ भए पनि एक साइडमा चाहिँ जग्गा टाँसेर बनाएको भएर चाहिँ एउटा इसेन्ट्रिसिटी फुटिङ पर्यो, अर्को चाहिँ आइसोलेटेड फुटिङ पर्यो। त्यो आइसोलेटेड फुटिङमा चाहिँ स्ट्र्याप बिमले तानेको छ हैन। यसमा तानेर किनकि जहाँ चाहिँ इसेन्ट्रिसिटी पर्छ अर्काको जग्गामा टाँसिएको हुन्छ। त्यो टाँसिएको ठाउँमा चाहिँ स्ट्र्याप बिम अनिवार्य चाहिन्छ। स्ट्र्याप बिमको काम भनेको चाहिँ त्यसले इसेन्ट्रिसिटी भएको पिल्लरलाई, जुन लङ्गडो पिल्लर पनि भनिन्छ हैन, त्यो पिल्लरलाई चाहिँ तान्ने काम गर्छ। यो चाहिँ तपाईले हेर्नुभयो भने जस्तो यसमा चाहिँ यो सर्टेन थिकनेस हुन्छ। यो पनि यो हाम्रो भित्तातिर परेको चाहिँ सेम है। स्ट्र्याप बिमले तानेको एकतिर इसेन्ट्रिसिटी, अर्कोतिर आइसोलेटेड फुटिङको चाहिँ फुटिङ हो। यसमा चाहिँ अब ढलान गरिसकेपछि यहाँबाट माथि चाहिँ ड्वाफ वाल आउँछ। वाल आइसकेपछि माथि फेरि टाई बिम आउँछ हैन। टाई बिम गरिसकेपछि टाई बिम गर्ने र टाई बिम गरिसकेपछि सेफ्टी ट्याङ्कीहरू बनाउने। सेफ्टी ट्याङ्कीहरू बनाइसकेपछि फेरि नगरपालिकालाई देखाउने। यो चाहिँ यसको समग्र भ्यू हो है, माथिबाट खिचिएको भ्यू हो। यसमा चाहिँ 12 वटा पिल्लर छ अनि पिल्लरको चाहिँ 14 बाइ 14 को हो। यो बिचको पिल्लर चाहिँ साइज अलि ठुलो छ।